हेलो एभ्रिवान, गुड मर्निङ। यो चाहिँ बिहानको 4:30 हो। म चाहिँ बिहान 4:30 बजेतिर 4 बजे नै उठेर रेडीसेडी भएर अहिले चाहिँ 4:30 भयो। अनि म चाहिँ अहिले नारिता एयरपोर्टतिर निक्लिँदैछु। सो म चाहिँ ओसाका जाँदैछु होइन, त्यही हो। ओसाका गएर खासमा चाहिँ साथी भेट्न जान लागेको। साथी हामी ओसाका गएर पनि ओसाका मात्र घुम्ने होइन, ओसाकाबाट फेरि क्योतो जाने प्लान छ। मेन चाहिँ ओसाकाको एउटालाई भेट्यो अनि त्यसपछि कार रेन्ट गरेर क्योतो जाने प्लान छ।周りの方の着用を手伝ってください。मैले यसलाई देखिरहेको थिएँ त्यहाँबाट हरामी। तर यो म योसँग कन्फ्युज भयो क्या, यो कहिले यस्तो गरेको थाहा थिएन। ल हामी यहाँबाट निक्लियौँ पार्किङबाट, खान्छ एयरपोर्टबाट। हेयर इज द ड्राइभर, प्रिन्सेस सिटमा चाहिँ म चाहिँ पछाडि छ। ल ब्याक टु स्कुल लाइफ, लेट्स गो क्योतो बेबी। तिमीहरूलाई नर्मल हो नि त। सो हामी चाहिँ कहाँ हो यो फ्यामिली मार्टमा, क्योतो जाँदै गरेको बिच बाटोको फ्यामिली मार्टमा हो। यत्तिकै छोटो ब्रेक बसेको। अब हामी क्योतोतिर लाग्दैछौँ। यो पनि चिबा जस्तै टु मच गर्मी छ। बोल्यो हामी चाहिँ गाडी पार्किङ गऱ्यौँ। हामी बस्ने होटल चाहिँ यही हो। यो भइहाल्यो दुईजना। अनि हामी चाहिँ क्योतो हो अहिले। अब यहाँबाट हामी बिस्तारै चेक इन भएर अनि पछि यो ठाउँ एक्सप्लोर गर्न निक्लिन्छौँ। ल यही होटल चाहिँ। Okay, this is our hotel. So हामी बाहिर निक्लिँदैछौँ। इन्जोय द भिडियो। आज चाहिँ फायर वर्क पनि छ है यहाँ, बेलुका 8:30 बजे। अब हामी के रे त्यो चढ्ने रोपवे टाइपको हामी जान्छौँ। बेलुका फायर वर्क पनि यस्तो छ रुमबाट भ्यू चाहिँ। ल हामी चाहिँ अब यहाँ जाँदैछौँ। यो त नोकोगिरीको सेम भयो त, मलाई त नोकोगिरीको याद आयो। नोकोगिरी जस्तै भयो। उमी एउटा, उहाँ चाहिँ यहाँ चाहिँ मिजुमी, उहाँ चाहिँ उमी। Your hand finds mine. Time drips slow. पसिना
like honey and wine. Every breath between us hums so low. The world fades out, we just glow. Velvet skin to skin, let the silence pull me in. यही अनुसार त हो नि रेउकिन होइन कुन चढ्ने हौ यहाँ ल हामी चाहिँ लेक साइड क्योतोको लेक साइडमा छौँ क्योतोको लेक साइडमा स्वागत छ यस्तो छ यो चाहिँ उता उस गरेर आऊ त जाऊँ न के भन्दैछ जान त पाउने हो होइन कि यता चाहिँ के उस माइकिङ गरेर आयो नि त खाना पनि भयो फाइनली लील बुद्ध कसरी अरे चाहिँ बोलिदिनुहोस् ल हामी चाहिँ सक्यो आजको फर्स्ट डे भए पनि आजै सकाइदिने हो अब खानाहरू हेरेर सक्यो के अरे अब आजको दिन यत्तिकै भयो घुम्दा घुम्दा हटाउँदा अब भोलि पनि फेरि कस्तो भयो त आजको दिन आधा दिन मात्रै युजफुल भयो क्या आधा दिन त हराएर गयो ठिकै छ यसो उठ्नुपर्छ फ्रेस भयो फ्रेस हुनुपर्छ भोलिको चाहिँ अब दिमाग मात्रै क्याप्चर हुन्छ मुभीमा क्याप्चर हुन्न यति भन्दै किन भयो क्याप्चर किन नहुने यो क्योतोको ट्रिप चाहिँ आज भोलि यसो रमाइलो हुन्न कि त्यो बिहानको एउटा दुइटा प्रोग्राम बाइक आएकै बाटो हो आएकै मान्छे त्यो प्रोग्राम छ कि छैन त दिउँसो केही छैन दिउँसो केही प्रोग्राम छैन र यो बिफहरू काट्नुपर्छ दुःख मरेको प्रोग्राम छ कि छैन ल हस् बाई बाई ल गाउँ आइरहेको